नेपालमा इभीको छुट्टै लुट चलिरहेको छ। संसारमा सुन्दै नसुनेका ब्रान्डका इभीहरू पनि नेपालमा खरिद बिक्री भइरहेका छन्। प्रोडक्सन ओरिजिन पनि क्लियरली नखुलाइकन निर्बाध रूपमा बिक्री भइरहेको छ। यस्तो अवस्थामा इभीहरूको भिडहरूमा आफूलाई पर्फेक्ट गाडी छान्न एकदमै मुस्किल छ। त्यसैले आज हामी दुईवटा ट्रस्टेड मिडल रेन्ज BYD एटो 3 र हुन्डाई क्रेटा इभीको रियल कम्प्यारिजन लिएर आएका छौँ। कुन इभी तपाईँको लागि पर्फेक्ट होला त? भिडियो अन्त्यसम्म हेरेर साथ दिनुहोला र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। सबैभन्दा पहिले बाहिरी डिजाइनको कुरा गरौँ। हुन्डाई क्रेटा इलेक्ट्रिकले आफ्नो पेट्रोल डिजल क्रेटाको डिजाइन र साइजहरू धेरै हदसम्म जस्ताको तस्तै राखेको छ, तर यसमा स्पेशल एलिमेन्ट्स पनि थपेको छ। अगाडिबाट हेर्दा क्रेटा इलेक्ट्रिकमा ठुला ग्रिलको सट्टा पुरै बन्द गरिएको पेक्सेलेटेड ग्रिल देख्न सकिन्छ, जुन बीचको चार्जिङ पोर्ट हुन्डाईको लोगोभित्र लुकेको हुन्छ। थोरै इभी मिस्ट्री फिल हुन्छ। पुरानो क्रेटा जस्तै इन्भर्टेड एल सेप LED DRL कन्टिन्यू गरेको छ, अनि छड्के हेडलाइटहरू पनि उस्तै छन्। सो फेमिलियर एट रिफ्लेक्स लुक। बम्पर डिजाइनमा चाहिँ थोरै इभी स्पेशल टच छ। एक्टिभ एयर फ्ल्याप्स राखिएको छ, जसले गाडीलाई चाहिएको बेलामा एयर फ्लो प्रोभाइड गरेर ब्याट्रीलाई कुल राख्न हेल्प गर्छ। साइड प्रोफाइल हेर्दा पनि क्रेटा इभीले ओरिजिनल क्रेटाको फर्म मेन्टेन गरेको छ, तर नयाँ 17 इन्चको एरोडाइनामिक अलवाई व्हीलले यो गाडीलाई क्लियर इभी भर्जन बनाउँछ। हुन्डाईले भेरिएन्टमा करिब 10 वटासम्म कलर अप्सन ल्याएको छ, सिङ्गल टोन र डुअल टोन मिक्सअप समेटेर, जसमा नयाँ म्याट फिनिसहरू पनि एभाइलेबल छन्। अर्कोतर्फ BYD एटो 3 को डिजाइन एकदम मोडर्न र फ्युचरिस्टिक फिल दिने टाइपको छ। अगाडिबाट हेर्दा एटो 3 मा सिल्क LED हेडल्याम्प्सहरू छ र BYD को सिग्नेचर ग्रिललेस फ्रन्ट छ, जसको लुक एकदम क्लियर र मोडर्न छ। यो डिजाइनमा लाउडनेस छैन, फ्लेसी ओभर स्टाइलिङ छैन, तर सफ्टल चार्म छ र क्लासी र सिम्प्लिसिटी छ। साइड भ्यूबाट कर्व्स र बडी लाइनहरू एकदमै स्मुथ छ। यो गाडीको हाइट र वाइड पनि क्रेटा भन्दा अलि ठुलो छ, एप्रोक्स 4455 mm लामो छ, जब क्रेटा इभी अराउन्ड 4300 mm छ। एटो 3 मा छ 18 इन्चको स्पोर्टी स्टाइल अलवाई व्हील्स, जसको मस्क्युलर स्ट्यान्डले रोड प्रेजेन्टमा पनि कन्फिडेन्ट फिल दिन्छ। पछाडिको पार्टमा दुवै इभीमा LED टेल लाइट्सहरू छ। क्रेटा इभीमा रेगुलर क्रेटा जस्तै ल्याम्प सेटअपहरू छ, तर पिक्सल प्याटर्न टचले स्टाइलिस र मोडर्न बनाएको छ। एटो 3 मा चाहिँ फुल वाइड LED लाइट बारहरू छ, जसको फ्युचरिस्टिक टचले गाडीको रियरलाई स्ट्यान्ड आउट बनाएको छ। रोड प्रेजेन्टको कुरा गर्दा क्रेटा इलेक्ट्रिकले फेमिलियर SUV लुक्स दिन्छ, जस्तो हामीले पहिला देखेको थियौँ। तर एटो 3 को स्लाइटली बिगर डाइमेन्सन र मोडर्न एलिमेन्टले यसलाई क्राउडबाट अलिकति एट्र्याक्सन ग्र्याब गर्ने बनाउँछ। क्रेटामा हुन्डाईको क्लासिक ट्रस्टेड स्टाइलिङ छ, जुन इभी ट्विस्टसँग पाउन सकिन्छ, र एटो 3 मा फ्रेस डिजाइन छ, एक न्यू जेनेरेसन इभी फिल दिन्छ। अब लागौँ इन्टेरियरतिर। क्रेटा इलेक्ट्रिक भित्र जाँदा इन्स्ट्यान्टली परिचित फिल हुन्छ, किनभने रेगुलर क्रेटाको क्याबिन लेआउटलाई फलो गरेको छ, तर केही नयाँ टचहरू पनि अपग्रेड गरेको छ। अगाडि डुअल 10.25 को डिजिटल स्क्रिन छ, एउटा फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्यास्टर, अर्को इन्फोटेनमेन्ट सिस्टम, इजी टु युज बटन र फ्यामिलियर कन्ट्रोलसँग। तर सबैभन्दा इभी फिल दिने कुरा गियर लिभर हो।
जुन एक ग्राउन्डेड ड्राइभ सेलेक्टर नोब जुन सेन्टर कन्सोलमा राखिएको छ। यो सटल डिटेल्सले इभीको टच दिन्छ। क्रेटा इभीको सिटहरू डुअल टोन सिट कभरमा आउँछ र अगाडिको सिटहरू भेन्टिलेटेड विथ कुलिङ फिचर्समा एभाइलेबल छ, जुन लामो ट्राभलमा एकदमै काम लाग्छ। ड्यासबोर्ड अनि डोर प्यानलहरूमा पनि सफ्ट टच मेटेरियलहरू युज गरेको छ, जसको कारण क्याबिनले एक प्रिमियम फिल दिन्छ। फिचर्सहरूको कुरा गर्ने हो भने क्रेटा इलेक्ट्रिक्समा अगाडिदेखि नै पपुलर भएको कुराहरू जस्तै प्यानोरामिक सनरुफ पनि छ, जसले क्याबिनलाई ओपन र ब्राइट फिल दिन्छ। ओभरअल क्रेटाको इन्टेरियरले ट्रस्टेड डिजाइनलाई कन्टिन्यू गर्दै नयाँ टेक्नोलोजी इलिमेन्ट्सहरू पनि स्मार्टली मिक्स गरेको छ, फ्यामिलियर एट फ्रेस। अब एटो 3 भित्र छिर्दा एकदम फरक एक्सपिरियन्स हुन्छ। इन्टेरियर डिजाइन चाहिँ सो कल्ड फन्की र फ्युचरिस्टिक छ। BYD ले यो कारको क्याबिनलाई स्पोर्ट्स र फिटनेस थेममा डिजाइन गरेको भन्ने गर्छ। त्यसैले त डोरको ह्यान्डलहरू पनि जिमको इक्विपमेन्ट जस्तो अनयुजुअल लुक दिएको छ। अनि डोर पकेटमा झन् गिटार स्ट्रिङ जस्तो इलास्टिक कोड पनि युज गरेको छ, जुन सबको नजरमा पर्छ। सुरुमा सेन्टर कन्सोलतिर नजर गयो भने एकदम ठुलो गियर रोटरी देख्न सकिन्छ, जस्तो एयरप्लेनको थ्रोटल जस्तै डिजाइन छ, अनि त्यसको वरिपरि मल्टिपल बटनहरू छन्। अटो 3 को सिट चाहिँ स्पोर्टी पकेट स्टाइलमा छ। डुअल टोन लेदरसँग रेड स्केचिङ पनि छ, जसले क्याबिन लुकलाई लाइभली फिल दिन्छ। ड्यास डोर प्यानल जस्ता सफ्ट पोइन्टहरूमा सफ्ट टच मेटेरियलहरू युज गरेकोले लग्जरियस फिल आउँछ। एसी भ्यान पनि रेगुलर रेक्ट्याङ्गल सेपको सट्टा डम्बेल जस्तो डिजाइन दिएको छ। अगाडि र पछाडिको दुवै सिटहरूमा राम्रो लेग रुम र हेडरुम पाउन सकिन्छ। एटो 3 मा पनि एकदमै ठुलो प्यानोरामिक सनरुफ एभाइलेबल छ। तर सबभन्दा ध्यान खिच्ने कुरा चाहिँ यो गाडीको बिग स्क्रिन हो। 12.8 इन्चको इन्फोटेनमेन्ट टच स्क्रिन, जुन तपाईँले आफ्नो आवश्यकता अनुसार रोटेट गरेर चाहिँ युज गर्न सक्नुहुन्छ। डिस्प्ले पनि रेस्पोन्सिभ र हाई रेजुलेसनको छ। 360 क्यामेराको भ्यूहरू पनि एकदमै क्लियरली देख्न सकिन्छ। कनेक्टिभिटीको कुरा गर्दा यो स्क्रिनले एप्पल कारप्ले अनि एन्ड्रोइड अटो सपोर्ट गर्छ। इन्टेरियरलाई समग्रमा भन्नुपर्दा हुन्डाई क्रेटा इलेक्ट्रिकको इन्टेरियरले सबैलाई एकदमै सहज र चिने जाने जस्तो फिल दिन्छ। युजर फ्रेन्डली छ, फिचर्सहरू पनि धेरै छ। त्यसको तुलनामा BYD अटो 3 मा एकदमै फरक खालको इन्भाइरोमेन्ट छ, जस्तो कि फन्की स्वरूपमा गएको फिल आउँछ। नयाँ कुरा एक्सप्लोर गर्न मन पराउने साथीहरूका लागि यो क्याबिनले डेफिनेटली वाउ फ्याक्टर दिन्छ। जस्तो सुकै स्टाइलको कुरा भए पनि दुवै कारहरूले कम्फर्ट र मोडर्न टचमा कुनै कम्प्रोमाइज गरेका छैनन्। क्रेटाले सिम्प्लिसिटी र प्र्याक्टिकलिटीलाई फोकस गर्छ, अनि अटो 3 ले बोल्ड डिजाइन र फ्युचरिस्टिक मोडर्न प्रेजेन्ट गर्छ। ब्याट्री टेक्नोलोजी। पहिला एटो 3 को कुरा गरौँ। BYD एटो 3 ब्लेड ब्याट्री LFP। BYD को ब्लेड ब्याट्री पुरै इन्डस्ट्रीमा चर्चित छ। यो लिथियम आयन फस्फेट केमिस्ट्रीमा बेस्ड छ, जुन सेफ, लङ लास्टिङ र इन्भाइरोमेन्ट फ्रेन्डली हो। ब्लेड ब्याट्रीले नेल पेनिस्ट्रेसन टेस्ट पास गरेका छन्, मतलब फायर रिस्क मिनिमम। यसको फाइदाको कुरा गर्दा हाई सेफ्टी, लङ्गर लाइफ स्प्यान, नो कोबल्ट, डेली युजमा रिलायबल। नराम्रो पक्षको कुरा गर्दा इनर्जी डेन्सिटी कम, ब्याट्री अलिकति भारी, अनि चिसो मौसममा पर्फर्मेन्स हल्का घट्न सक्छ। क्रेटा इभीले निकेल, म्याग्निज, कोबाल, NMC मा आधारित ब्याट्री युज गर्छ। यो ब्याट्रीले हाई इनर्जी डेन्सिटी दिन्छ, जसले कम्प्याक्ट साइजमा राम्रो रेन्ज निकाल्न मद्दत गर्छ। यो ब्याट्रीको राम्रो पक्षको कुरा गर्दा पावर डेलिभरी फास्ट छ। यसको ठुलो बेनिफिट भनेको चाहिँ फास्ट चार्जिङ र कोल्ड वेदरमा कन्सिस्टेन्ट पर्फर्मेन्स दिन्छ। र यसको नराम्रो पक्षको कुरा गर्दा यसको ओभरहिटिङ चाहिँ एकदम हाई रिस्क हुन्छ, जसमा हुन्डाईले एडभान्स कुलिङ सिस्टम BMS बाट म्यानेज गरेको छ,
छोटोमा भन्नुपर्दा ब्लेड ब्याट्री ज्यादा सेफ, लङ लास्टिङ र हेभी। एनएमसी ब्याट्री ज्यादा एनर्जी डेन्सिटी र लाइट वेट तर सेन्सिटिभ। अब हेरौँ दुवै इभीको रियल वर्ल्ड पर्फर्मेन्स र रेन्ज कस्तो छ। क्रेटा इभी दुईवटा ब्याट्री अप्सनमा आउँछ। 42 किलोवाटको भेरिएन्टमा 99 किलोवाट 133 bhp को मोटर 0 to 100 km/h मात्र 9.9 सेकेन्डमा पुग्न सक्छ। 51.4 किलोवाटको भेरिएन्टमा 126 किलोवाटको 169 bhp को साथमा 0 to 100 km/h मात्र 7.9 सेकेन्डमा पुरा गर्छ। दुवै भेरिएन्ट फ्रन्ट व्हील ड्राइभमा सेटअप छ जसले इन्स्ट्यान्ट टोर्क डेलिभरी दिन्छ। टप स्पिड 160 km/h जुन नेपालको लागि पर्याप्त छ। BYD Atto 3 सुपिरियर भेरिएन्टमा 100 किलोवाटको 134 bhp को पावरको साथको मोटर दिएको छ। 0 to 100 km/h मात्र 9.7 सेकेन्डमा चाहिँ पुरा गर्छ। पावर कम देखिए पनि इभीको इन्स्ट्यान्ट टोर्कले ड्राइभिङ फिल मजाले बुस्ट गर्छ। यसको ई प्लेटफर्म 3.0 ले ड्राइभिङ क्वालिटी रिफाइन्ड बनाएको छ अनि लो सेन्टर अफ ग्राभिटीले ह्यान्डलिङ इन्हान्स हुन्छ। अब आउनुहोस् दुईटै गाडीको रेन्ज कम्पेरिजन गरौँ। क्रेटा इभी 51.4 किलोवाट भेरिएन्टमा MIDC अनुसार 473 किलोमिटरको रेन्ज, तर रियल वर्ल्ड रेन्ज भने 350 देखि 370 किलोमिटरसम्म। क्रेटाको अर्को भेरिएन्ट 42 किलोवाटको ब्याट्रीले चाहिँ MIDC अनुसार 390 किलोमिटरको रेन्ज, तर रियल वर्ल्ड रेन्ज भने 300 देखि 320 किलोमिटर। एटो 3 60.48 किलोवाटमा चाहिँ WLTP अनुसार 420 किलोमिटर र रियल वर्ल्ड रेन्ज भने 350 देखि 400 किलोमिटर जति। समग्रमा भन्नुपर्दा दुवै गाडीले सिटी र हाइवेमा सोलिड पर्फर्मेन्स दिन्छ। रेन्ज, एक्सेलरेसन, ब्रेकिङ अनि कम्फर्ट सबतिर प्र्याक्टिकल ब्यालेन्स छ। अब चार्जिङको कुरा गर्दा दुवैमा फास्ट DC, स्लो AC र इमर्जेन्सी 50A प्लगिङ चार्जिङ सपोर्ट गर्छ। क्रेटालाई 100 किलोवाटको DC फास्ट चार्जरले 10 to 80% चार्ज गर्न 58 मिनट लाग्छ भने 11 किलोवाटको AC फास्ट चार्जरबाट फुल चार्ज गर्न 4 घण्टा लाग्छ। एटो 3 लाई 80 किलोवाटको DC फास्ट चार्जरले 0 to 80% 50 मिनट र 7 to 11 किलोवाटको AC चार्जरबाट फुल चार्ज गर्न 7 देखि 10 घण्टा लाग्छ। अब कुरा गरौँ फिचर्स र सेफ्टीको। इभी लिँदा ब्याट्री मात्र नभई फिचर्स, टेक्नोलोजी त्यति नै इम्पोर्टेन्ट हुन्छ। सुरुमा इन्फोटेनमेन्ट सिस्टम र कनेक्टिभिटीको कुरा गरौँ। क्रेटा इभीमा 10.25 को टच स्क्रिन, एन्ड्रोइड अटो, एप्पल कारप्ले र ब्लू लिङ्क एपबाट रिमोट एक्सेस, लक, AC, चार्जिङ कन्ट्रोलहरू पाउन सकिन्छ। एटो 3 मा 10.8 अथवा आजकल आएको मोडलमा 15.6 इन्चको रोटेटिङ टच स्क्रिनमा टिकटकदेखि नेभिगेसन सब मजाले चल्छ। BYD एपले रिमोट फिचर्सहरू पनि सपोर्ट गर्छ। सेफ्टी र एडासको कुरा गर्दा क्रेटा इभीमा लेभल 2 एडास, अडेप्टिभ क्रुज कन्ट्रोल, लेन असिस्ट, अटो ब्रेकिङ, 360 क्यामेरा र 6 एयरब्याग्स, साथै क्रेटामा इलेक्ट्रोनिक पार्किङ ब्रेक, एयर प्युरिफायर पनि देख्न सकिन्छ। एटो 3 मा 7 एयरब्याग्स, ब्लाइन्ड स्पोट, लेन वार्निङ, अटो ब्रेकिङ र यूरो NCAP 5 स्टार रेटिङ। V2L अर्थात् भेहिकल टु लोड दुईटै गाडीमा यो सुविधाहरू चाहिँ उपलब्ध छ। क्लाइमेट कन्ट्रोलको कुरा गर्दा क्रेटा इभीमा डुअल जोन AC देख्न सकिन्छ भने एटो 3 मा सिङ्गल जोन देख्न सकिन्छ, तर इभी AC भएकाले इन्स्ट्यान्ट कुलिङ र हिटिङ गर्छ। समग्रमा भन्नुपर्दा क्रेटा इभी प्र्याक्टिकल टेक, अडास र फ्यामिलियर इन्टरफेस मन पराउनेहरूका लागि पर्फेक्ट छ। त्यस्तै एटो 3 फ्युचरिस्टिक डिजाइन, फन फिचर्स र सोलिड सेफ्टी खोज्नेहरूका लागि आइडियल छ। अब आउनुहोस् यी गाडीहरूको मूल्यहरू हेरौँ। हुन्डाई क्रेटा इलेक्ट्रिक नेपालमा हालै लन्च भएको हो र 4वटा भेरिएन्टहरू अहिले उपलब्ध छ, जसको मूल्य 51 लाखदेखि 59 लाखसम्म पर्छ। हाल सबै 42 किलोवाट ब्याट्रीमा मात्र उपलब्ध छ, तर छिट्टै लङ रेन्ज भेरिएन्टमा पनि आउने भनिएको छ।
BYD एटो 3 चाहिँ पहिले नै मार्केटमा स्थापित छ। यसको सुपिरियर भेरिएन्टको मूल्य 60 लाखको आसपास पर्छ। एटो 3 पहिले स्ट्यान्डर्ड एक्सटेन्डेड ब्याट्री अप्सनमा आउँथ्यो भने तर आजकल फुल लोडेड भर्जन मात्रै बेचिन्छ। प्राइस हेर्दा क्रेटा र एटो 3 लगभग समान लेभलमा छ। दुईवटा गाडीहरू फरक नेचर भएको मान्छेहरूलाई टार्गेट गरिएको छ। तपाईको आफ्नो आवश्यकता र आफ्नो इन्ट्रेस्ट अनुसार चाहिँ तपाईले गाडी छनौट गर्न सक्नुहुन्छ। आजको भिडियो यति नै। तपाईलाई हामीले आज गरेको कम्प्यारिजन कस्तो लाग्यो? मन पर्यो भने लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा भेटौँला। स्मार्ट निर्णय लिनुहोस्। धन्यवाद।